नमस्कार, के तपाईँ कहिले सोच्नु भएको छ किन केही मानिसहरू कडा मेहनत गरेर पनि सधैँ अभावमा रहन्छन्, जबकि केही मानिसहरू सहजै धन आर्जन गरिरहेका छन्? के पैसा कमाउनु भनेको केवल भाग्यको खेल हो वा यसको पछाडि कुनै निश्चित नियमहरू रहेका छन्? आजको यो विशेष प्रस्तुतिमा हामी विश्व प्रसिद्ध पुस्तक बिकेम अ म्याग्नेट टु मनीको सारहरू बुझ्नेछौँ। यदि तपाईँ आज आफ्नो आर्थिक अवस्थालाई बदल्न चाहनुहुन्छ भने यो अडियो सुने पश्चात तपाईँको जीवनको टर्निङ पोइन्ट बन्न सक्छ। तयार हुनुहोस्, किनकि आज हामी पैसा तान्ने चुम्बकीय मनस्थिति विकास गर्नेछौँ। सर्वप्रथम त आफ्नो मनी ब्लक हुने कुराहरू पहिचान गर्नुहोस्। धेरै मानिसहरूको अवचेतन मनमा पैसाप्रति नकारात्मक विकास वा विश्वासहरू बनिरहेका हुन्छन् वा विश्वास रहेका हुन्छन्। जस्तै पैसा कमाउन गाह्रो कुरा छ, पैसा हुनेहरू खराब हुन्छन्, म गरिब परिवारमा जन्मेको हुँ। यी विचारहरूले तपाईँलाई पैसाबाट टाढा राख्ने अदृश्य पर्खालको निर्माण गर्छ। जबसम्म तपाईँ आफ्नो अवचेतन मनबाट यी सीमाहरू हटाउनुहुन्न, तबसम्म तपाईँले जति मेहनत गरे पनि पैसा तपाईँको हातमा टिक्दैन। अभावबाट प्रचुरतातर्फ। ब्रह्माण्डमा प्रचुरता छ, तर तपाईँको सोच अभावमा केन्द्रित छ। ब्रह्माण्डले धेरै कुरा दिन खोज्छ, तर तपाईँको सोचले एकदमै थोरै कुरा पनि लिन तयार छैन। जब तपाईँ पैसाको कमीको बारेमा सुन्नुहुन्छ, तपाईँले कमीलाई नै तानिरहनु भएको हुन्छ। आफ्नो सोचलाई मसँग के छैन भन्नेबाट म कसरी मूल्य सृजना गर्न सक्छु वा बदल्न सक्छु भन्नेमा सोच्नुहोस्। पैसा भनेको केवल तपाईँको समाजलाई दिएको सेवा वा मूल्यको सट्टापट्टा हो। अर्थात् कुनै सेवा हुनसक्छ, कुनै वस्तु हुनसक्छ, त्यो बिचको सट्टापट्टा नै पैसा आर्जन गर्ने माध्यम हो। यदि तपाईँमा वक्तृत्व कला, बोल्ने कला गजबको छ भने वक्तृत्व कला सम्बन्धीको ट्रेनिङहरू दिनुहोस्। पब्लिक स्पिकिङ सम्बन्धीको ट्रेनिङ दिनुहोस्, त्योबाट पैसा आइहाल्छ। अथवा कुनै वस्तुहरू बेच्ने तर्खर गर्नुहोस्, त्योबाट पनि पैसा आउँछ। अर्थात् हामी तपाईँले समाजलाई दिएको मूल्य वा सेवाको सट्टापट्टाबाट नै पैसा आउने हो। मानसिक छवि र आकर्षणको नियम बब प्रोक्टर भन्नुहुन्छ, तपाईँले जे सोच्नुहुन्छ त्यही बन्नुहुन्छ। तपाईँले आफूलाई कस्तो आर्थिक अवस्थामा देख्न चाहनुहुन्छ, हरेक दिन 10 मिनट आँखा चिम्लेर आफूलाई आर्थिक रूपमा स्वतन्त्र भएको कल्पना गर्नुहोस्। त्यो अनुभवको भावना महसुस गर्नुहोस्। जब तपाईँको मनले त्यो सफलतालाई पहिले नै अनुभव गर्छ, तब वास्तविकतामा यसलाई तान्ने प्रक्रिया सुरु हुन्छ। आफ्नो दिनचर्यामा, दैनिक जीवनमा अनुशासन र लगनशीलता। केवल सोचेर मात्र पैसा आउँदैन, कार्य अनिवार्य छ, एक्सन गर्न जरुरी छ। प्रेरणाले काम सुरुवात गराउँछ, तर अनुशासनले त्यसलाई पुरा गराउने लक्ष्य राख्छ। आफ्नो लक्ष्यलाई स्पष्ट लेख्नुहोस्। आज तपाईँले कुन सानो पाइला चाल्नुहुन्छ जसले तपाईँलाई धनको नजिक पुर्याउँछ? धन भनेको कमाउने इच्छा भन्दा पनि सेवा गर्ने र समस्या समाधान गर्ने क्षमतामा भर पर्छ। पैसासँगको सम्बन्ध सुधार गर्नुहोस्। पैसालाई सम्मान गर्न सिक्नुहोस्। पैसालाई घृणा वा डरको नजरले नहेर्नुहोस्। पैसालाई आफ्नो मित्र मान्नुहोस्। यसले तपाईँलाई कस्तो जीवन दिन सक्छ, कति मानिसलाई सहयोग गर्न सक्छ, त्यसप्रति कृतज्ञ हुनुहोस्। कृतज्ञ एउटा शक्तिशाली चुम्बक हो। त्यसले मनलाई हल्का बनाउँछ, प्राप्त गर्न चाहेका कुरालाई अलिकति नजिक ल्याउँछ। त्यसैले कृतज्ञ हुन सिक्नुहोस्। सामान्य कुरा भए पनि, ठुलो कुरा भए पनि, जे भए पनि कृतज्ञ भाव व्यक्त गर्न सिक्नुहोस्। आफ्नो आर्थिक थर्मोसेट गर्नुहोस्। हामी सबैको मनमा एउटा अदृश्य थर्मोसेट हुन्छ जसले हाम्रो आम्दानीको स्तर निर्धारण गरिरहेको हुन्छ। यदि तपाईँले कहिले धेरै पैसा कमाउनुभयो र फेरि पुरानै अवस्थामा झर्नुभयो भने यसको अर्थ
तपाईँको मानसिक थर्मोसेटको स्तर कम सेट भएको छ, अर्थात् कम स्तरमा सेट भएको छ। यसलाई बढाउन तपाईँले आफ्नो योग्यतामा लगानी गर्नुपर्ने हुन्छ। तपाईँ जति धेरै सिक्नुहुन्छ, आफूलाई योग्य बनाउनुहुन्छ, तपाईँको आर्थिक तापक्रम त्यति नै माथि जाँदै गर्छ, अर्थात् बढ्दो क्रममा रहन्छ। अक्सर सधैँभरि दिने स्वभावको विकास गर्नुहोस्। धन एक नदी जस्तै हो, यो बगिरहनुपर्छ। यदि तपाईँले पानीलाई एकै ठाउँमा थुनेर राख्नुभयो भने के त्यो सर्न सक्छ, त्यहाँ फोहोरहरू जम्मा हुन सक्छ, त्यहीँबाट विभिन्न रोगहरूको उत्पत्ति हुन सक्छ। त्यसैले पैसाको नियम पनि यही हो, जसले दिन्छ उसले नै पाउँछ। यसको अर्थ तपाईँले जति धेरै सेवा, गुणस्तर र मद्दतलाई दिनुहुन्छ, ब्रह्माण्डले पनि तपाईँलाई त्यति नै बढी अवसर र धन फर्काउन सक्छ। आफूलाई उपभोक्ताबाट उत्पादकमा बदल्नुहोस्। डर अनि शङ्कालाई व्यवस्थापन गर्नुहोस्। धेरै मानिसहरू पैसा कमाउन खोज्छन् तर डराउने हुन्छ, अर्थात् कुनै कुरा गुम्छ कि गुमाउने डर चाहिँ उनीहरूमा धेरै नै हुन्छ। उनीहरूलाई रोकिरहेको पनि हुन्छ यही स्वभावले। डर भनेको केवल तपाईँको मनको एउटा कल्पना हो। जब तपाईँले नयाँ जोखिम लिन खोज्नुहुन्छ, डर आउनु स्वाभाविक पनि हो। तर बब प्रोकटका अनुसार डर भनेको विकासको सङ्केत हो। डरलाई नडराउनुहोस्, बरु त्यसको एउटा ऊर्जाको रूपमा प्रयोग गर्नुहोस्। डर सामना गर्दा धेरै तपाईँको क्षमताको दायरा फराकिलो हुन्छ। वर्तमान समय वा क्षणमा जिउनुहोस्। अतीतका गल्ती र भविष्यको चिन्तामा अल्झिनुले पैसा कमाउने बाटो होइन। यदि तपाईँको मनमा सधैँ हिजोको घाटा र भोलिको बिल तिर्ने चिन्तामा छ भने तपाईँ वर्तमानमा कार्य गर्न सक्नुहुन्न। वर्तमान क्षण नै यस्तो ठाउँ हो जहाँबाट नयाँ विचारहरू जन्मिन्छ, कामहरू सम्पन्न हुन्छ। तपाईँको ध्यान आजको काममा केन्द्रित हुनुपर्छ। जे गर्नुहुन्छ आजकै काममा ध्यान केन्द्रित गर्नुहोस्। यही नै राम्रो व्यवस्थापन हो, राम्रो सोच हो, जसले अगाडि बढ्न मद्दत गर्छ। किनकि तपाईँ वर्तमानमा रहन सक्नुभयो। वर्तमानमा रहन सक्नेले नै धेरै उन्नति, प्रगति र छिटो सफलता प्राप्त गर्न पनि सक्छ। अनि आफूलाई उन्नति प्रगतिमा लग्न, विकासको बाटोहरूमा सहज बनाउन, सक्षम बनाउनका लागि हामी रहेको वातावरण र हामीले सङ्गतको प्रभाव पनि पर्छ। हामीले कस्तो सङ्गत गरिरहेका छौँ त्यसले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारि नै रहेको हुन्छ। तपाईँ ती 5 जना व्यक्तिको औसत हुन्छ जससँग तपाईँ धेरै समय बिताउनुहुन्छ। मान्नुहोस् तपाईँका 4 जना साथीहरू छन् र तपाईँलाई नहेरिकन त्यो 4 जना साथीहरूलाई हेरेर उनीहरूको आनी बानीको आकलन गर्न सकियो भने तपाईँ कस्तो खालको मान्छे हो भनेर थाहा पाउन सकिन्छ। अर्थात् तपाईँ त्यही 4 जना साथीहरूको औसत हुनुहुन्छ। त्यसैले आफ्नो सङ्गत सर्कलहरूमा पनि ध्यान दिनुहोस्। उनीहरू जस्ता छन् तपाईँ त्यस्तै हो, र तपाईँ जस्तो हुनुहुन्छ उनीहरू पनि त्यस्तै हो। मौरीको सङ्गत गरियो भने महमा पुग्न सकिन्छ, अनि झिँगाको सङ्गत गरियो भने फोहोरको डङ्गुरमा पुग्न सकिन्छ। यदि तपाईँको वरिपरिका मानिसहरू सधैँ अभावका कुराहरू गर्छन्, पैसाको आलोचना गर्छन् वा नकारात्मक गर्छन् भने तपाईँले आफूलाई धनको चुम्बक बनाउन सक्नुहुन्न। यस्ता मानिसहरूबाट टाढा रहनुहोस् वा कम सङ्गत गर्नुहोस्। आफ्नो वरपर त्यस्ता व्यक्तिहरूलाई नराख्नुहोस् जसले तपाईँलाई प्रेरित गर्छन्। आफ्ना वरिपरि वा चिन्जानमा वा इष्टमित्रमा यस्ता व्यक्तिहरू छनौट गर्नुहोस् जसले तपाईँलाई प्रेरित गर्छ र आर्थिक रूपमा अगाडि बढ्न हौसला दिन्छ। तपाईँको सानसानो प्रगति, उन्नतिलाई पनि एकदमै सकारात्मक रूपमा हेर्छ। अझै केही गर्नै बाँकी छ भनेर एउटा प्रेरित गरिरहेका हुन्छन्। त्यस्ता मानिसहरूको सङ्गत गर्नुहोस्। धन भनेको ब्याङ्कमा कति छ भनेर मात्र होइन, यो तपाईँको मनको एउटा स्थिति पनि हो। तपाईँले आजदेखि आफ्नो सोच र व्यवहार बदल्नुभयो भने पैसा तपाईँको जीवनमा सहज रूपमा आउन थाल्नेछ। याद राख्नुहोस्, तपाईँ यो संसारमा प्रचुरताको अनुभव गर्न आउनुभएको हो,
अभावको होइन र अभावको सृजना गर्ने अभावको कुराहरू मात्र गर्नेहरूसँग टाढा रहनुहोस्। जे छ तपाईँसँग ठिक छ, जहाँ हुनुहुन्छ तपाईँ सुरक्षित हुनुहुन्छ। बस थोरै 1 लेभल 2 लेभल माथि चढ्ने प्रयास गर्नुहोस्। पहिलो समयमा पहिलो दौरानमा गाह्रो हुन्छ, तर जब तपाईँले आफ्नो उद्देश्य अनुसार पुग्नुहुन्छ त्यस पछाडि गजब हुन्छ, छिटो हुन्छ। जसरी 1 लाख रुपियाँ कमाउन एकदमै गाह्रो हुन्छ, तर 5 लाख कमाउन अझ गाह्रो हुन्छ। त्यस पछाडि 10 लाख कमाउन अझ सहज हुन्छ, किनकि त्यो 1 लाख कमाउँदा 5 लाख कमाउँदाखेरिको जुन बाटो जुन अवसरहरूलाई लिन सकिन्छ, ग्र्याब गर्न सकिन्छ, त्यसरी नै गर्दै जाने हो। त्यसैले सुरुमा कुनै पनि कुरा गर्दा गाह्रो हुन्छ, अप्ठ्यारो हुन्छ, अल्छी लाग्छ, खुट्टा तान्नेहरू धेरै हुन्छ, तर आफ्नो उद्देश्यमा अडिग भएर डटिरहनु नै सफलता हो, जसले चुम्बक जसरी पैसाहरू पनि आकर्षित गराउँछ। धनी हुनुको मतलब पैसा प्रशस्त हुनु होइन, आफ्नो कामलाई नियमपूर्वक अटलतापूर्वक गर्नु पनि हो, जसले पैसा आफै तान्ने काम हुन्छ। आजको यो थोरै समयमा पनि केही न केही थोरै नै कुरा भए पनि सिक्नुभयो, सानो कुरा भए पनि सिक्नुभयो, अर्थात् नयाँ कुरा सिक्नुभयो भने कमेन्ट गर्नुहोस्। म आजदेखि धनको चुम्बक बन्दैछु। यो अडियोलाई आफ्ना ती साथीहरूसँग सेयर गर्नुहोस् जसलाई आर्थिक रूपमा अगाडि बढ्न सहयोगको आवश्यकता छ। सफलताको सुरुवात र सफलताको यात्रा तय गर्ने भनेकै यस्तै सानसानो कुराहरूको नलेज लिएर हो, ज्ञान लिएर हो। त्यसैले हामी तपाईँको सफलताको आफ्नो जीवनलाई अपग्रेड गर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्। धन्यवाद।